नमस्ते साथीहरु, सम्पूर्ण साथीहरुलाई आजको यस भिडियोमा स्वागत छ। र आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई कुन ब्रोकर अकाउन्ट चाहिँ राम्रो छ र कुन ब्रोकर अकाउन्टमा चाहिँ अकाउन्ट खोल्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर चाहिँ यस भिडियो मार्फत जानकारी गराउँदै छु र त्यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्न सक्नुहुन्छ। सर्वप्रथम त साथीहरु, तपाईहरुले ब्रोकर अकाउन्ट खोल्दा चाहिँ विभिन्न कुराहरुलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ र तपाईहरुलाई चाहिँ म नेपालका केही टप ब्रोकर अकाउन्टहरु पनि जानकारी गराउँदै छु र त्यसको लागि चाहिँ तपाईहरु गुगल क्रोममा गएर चाहिँ टप ब्रोकर लिस्ट भनेर पनि सर्च गर्न सक्नुहुन्छ र यहाँनेरि शेयर संसारको वेबसाइट मार्फत चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। टप ब्रोकरको लिस्टहरु हेर्न सक्नुहुन्छ र यहाँ मार्फत चुज गरेर तपाईहरुले चाहिँ आफ्नो ब्रोकर अकाउन्ट चाहिँ खोल्न सक्नुहुन्छ र म तपाईलाई यही खोल्नु चाहिँ भनेर भन्दिन, तपाईहरुले चाहिँ चुज गर्न सक्नुहुन्छ र म चाहिँ केही जानकारीहरु गराउँदै छु कि कुन ब्रोकर अकाउन्टमा खोल्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर। सर्वप्रथम तपाईहरुले चाहिँ ब्रोकर अकाउन्ट खोल्दाखेरि चाहिँ विभिन्न कुराहरुलाई ध्यान दिनुपर्ने हुन्छ। ती कुराहरु मध्ये रहेको छ एउटा कुरा भनेको तपाईहरुको लोकेसन, तपाईको घर नजिकको कुन ब्रोकर रहेको छ त्यसलाई प्राथमिकता दिन सक्नुहुन्छ। त्यसैगरी अर्को रहेको छ कुन ब्रोकरले चाहिँ छिटो पेमेन्ट दिन्छ र कुनले चाहिँ कस्टमर सर्भिस चाहिँ राम्रो छ। त्यो कुराहरुलाई चाहिँ तपाईहरुले ब्रोकर अकाउन्ट खोल्दाखेरि चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ र तपाईहरुको घरबाट नजिकको, त्यसैगरी अनलाइन मार्फत तपाईहरु काम गर्नुहुन्छ भने अनलाइन सर्भिस भएको चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यसैगरी तपाईहरुको चाहिँ कुनमा चाहिँ क्लाइन्ट कति रहेको छ र क्लाइन्टलाई कसरी सर्भिस दिइरहेको छ कुन ब्रोकरले चाहिँ, त्यो कुराहरुलाई चाहिँ एकदमै हेर्नु चाहिँ तपाईहरुले अत्यन्तै आवश्यक हुन्छ। तपाईहरुले चाहिँ ब्रोकर अकाउन्ट खोल्नु भन्दा पहिले चाहिँ र सबैभन्दा पहिले अब साथीहरु तपाईहरु कुन ठाउँबाट हुनुहुन्छ र तपाईहरुको नजिकको ब्रोकर कुन रहेको छ त्यो चाहिँ तपाईहरुले गुगलबाट यहाँ नि हेर्न सक्नुहुन्छ र विभिन्न तरिकाबाट तपाईले आफैले खोज्न सक्नुहुन्छ नजिकको ब्रोकर चाहिँ कुन रहेको छ। अब यहाँनेरि रहेको छ साथीहरु, यहाँनेरि ब्रोकरको लिस्टहरु रहेको छ, यहाँनेरि तपाईले हेर्न सक्नुहुन्छ र यहाँनेरि चाहिँ 92 वटा चाहिँ ब्रोकरको लिस्टहरु रहेको छन्। अब यहाँनेरि तपाईले चाहिँ टप ब्रोकरको लिस्टमा रहेको छ, यहाँनेरि अहिले चाहिँ नासा सेक्युरिटीज रहेको छ, 2 नम्बरमा सन सेक्युरिटीज रहेको छ, 3 नम्बरमा रहेको छ स्टक्स ब्रोकर ओपल सेक्युरिटीज भन्ने रहेको छ र 4 नम्बरमा रहेको छ अनलाइन सेक्युरिटीज, 5 नम्बरमा रहेको छ सानी सेक्युरिटीज र यो कारोबारको आधारमा र विभिन्न संख्याको आधारमा चाहिँ यहाँनेरि हेर्न सक्नुहुन्छ युजर्सको आधारमा, कारोबारको आधारमा र सम्पूर्ण तरिकाबाट चाहिँ यो टप ब्रोकरहरुको लिस्ट हो। र तपाईहरुले चाहिँ अब तपाईहरुले चाहिँ के भन्न चाहन्छु भने चाहिँ तपाईहरु टपको ब्रोकर लिस्टहरु नि चुज गर्न सक्नुहुन्छ, आफ्नो नजिकको पनि चुज गर्न सक्नुहुन्छ र टपको धेरै युजर्स भएकाले कोही बेला चाहिँ राम्रो सर्भिस नआउन सक्छ। त्यो अवस्थामा तपाईहरु कम युजर्सहरु भएकोबाट छिटो पेमेन्ट पनि प्राप्त गर्न सक्नुहुन्छ। विभिन्न तरिकाहरुबाट तपाईले हेर्न सक्नुहुन्छ। नजिकको घर नजिकको भयो भने चाहिँ केही प्रब्लम हो भने घर नजिकको भयो भने चाहिँ तपाईलाई सजिलैसँग ब्रोकरको अफिसमै पनि जान सजिलो हुन्छ। अब तपाईहरु चाहिँ अनलाइन मार्फत सबै कारोबार अनलाइनदेखि गर्न सक्नुहुन्छ भने अनलाइनका ब्रोकरहरु पनि रहेका छन्। सबै कारोबार जस्तै अनलाइन सेक्युरिटीजले चाहिँ सबै अनलाइनदेखि काम गरिदिन्छ। यस्तो अवस्थामा तपाईले अनलाइनबाट सबै काम गर्ने भने अनलाइनबाट गर्न सक्नुहुन्छ। सबैभन्दा टप ब्रोकर रहेको छ नासा सेक्युरिटीज, यसरी तपाईले चुज गर्न सक्नुहुन्छ र तपाईको नजिकको ब्रोकर चुज गर्न सक्नुहुन्छ या अरु ब्रोकर चाहिँ चुज गर्न सक्नुहुन्छ। साथीहरु, यस्तो तरिकाबाट तपाईले ब्रोकरहरु चाहिँ चुज गर्न सक्नुहुन्छ। अब तपाईहरुले चाहिँ आफुलाई कुन लाग्छ यो चाहिँ हामीले भन्ने हो र तपाईहरुलाई चाहिँ कुन मन पर्छ त्यही ब्रोकर अकाउन्ट चाहिँ तपाईहरुले खोल्नु पर्ने हुन्छ। त्यही भएको कारणले गर्दा साथीहरु, तपाईहरुले चाहिँ शेयर कारोबार गर्न, आईपीओ बेच्न अथवा सेकेन्डरी मार्केटमा चाहिँ कारोबार गर्नको लागि चाहिँ तपाईहरुले ब्रोकर अकाउन्ट अथवा टीएमएस अकाउन्ट चाहिँ अनिवार्य रूपमा खोल्नु पर्ने हुन्छ। त्यो अवस्थामा चाहिँ तपाईले यी ब्रोकरहरुको लिस्ट हेर्न सक्नुहुन्छ। यी ब्रोकरहरुको लिस्ट मार्फत चाहिँ तपाईले सजिलैसँग चाहिँ ब्रोकर अकाउन्ट खोलेर चाहिँ तपाईले शेयरको कारोबार गर्न सक्नुहुन्छ। साथीहरु, आजको भिडियो चाहिँ यति नै रहेको छ र केही प्रब्लमहरु छ भने चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। धन्यवाद।